लो कस्टमा तला थप्ने हैन त। अब तपाईको घरमा इट्टाको प्रयोग नै नगरी लो बजेटमै पनि सजिलैसँग तला थप्न सकिन्छ। हामीले तपाईको लागि ल्याएका छौं लाइट वेट फ्लोर एडिसन। तपाईले अब इट्टाको सट्टामा जिप्सम बोर्ड या सिमेन्ट बोर्डको प्रयोग गरेर पनि आफ्नो घरमा सजिलैसँग तला थप्न सक्नुहुन्छ। यसका फाइदाहरू भनेको यो लाइट वेट हुन्छ, लो बजेटमै पनि बन्छ र तपाईको घरमा धेरै डेड लोड पनि थपिदैन। अब इट्टाको सट्टामा जिप्सम बोर्ड या सिमेन्ट बोर्ड प्रयोग गर्दै हुनुहुन्छ भने खर्च चाहिँ कति लाग्छ त? यदि तपाईले सिमेन्ट बोर्डको प्रयोग गर्नुहुन्छ भने तपाईलाई पर स्क्वायर फिटको 300 देखि लिएर 350 पर्न जान्छ। त्यसैगरी यदि तपाईले जिप्सम बोर्डको प्रयोग गर्नुहुन्छ भने तपाईलाई पर स्क्वायर फिट 150 देखि लिएर 220 पर्न जान्छ। र यदि तपाई पनि आफ्नो घरमा धेरै लोड नथपिने गरी तला थप्ने सोचमा हुनुहुन्छ भने यो तपाईको लागि एकदमै बेस्ट अप्सन हुन सक्छ। यदि हाम्रो भिडियो इन्फर्मेटिभ लागेमा हामीलाई फलो गर्न नबिर्सिनुहोला र हजुरहरूको पनि तला थप्ने सोच छ भने आज नै दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।